So hello and namaste everyone. Hope you guys are fine. This is Aqua Freak Nepal back with another vlog. र आज चाहिँ हामी प्यान्ट्स पेट्स प्याराडाइसमा छौँ है। हामीसँग हुनुहुन्छ फिस स्कुल नेपाल यो है, दाइ त्यहाँ बसिराख्नु भएको छ। सो आज चाहिँ हामी यहाँ बेटा कलेक्ट गर्न आइरहेको छौँ है। यहाँ छ बेटा चाहिँ, आज चाहिँ बेटाको सिपमेन्ट प्लस अब यो भित्र चाहिँ अब खजानै छ भनौँ न हैन, माछाको लागि त खजानै हो। सो आज आएको बेटाहरू चाहिँ सो हेर्दिउँ, हाम्रो प्ल्याकेटको फिमेलहरू आएको छ है, प्लकार्डको। त्यसपछि व्हाइट रोजटेलहरूमा आएको छ हैन। अनि अब यिनीहरू नर्मल प्लकार्ड्स नै भयो है। सो यिनीहरू चाहिँ नर्मल ओएचएमहरू भयो, ओएचएम होइन सरी रोस्टेलहरू भयो है। ओएचएम भन्दैन, रोस्टेल हो। ओएचएम र रोस्टेलको चाहिँ हाम्रो पुच्छरले छुट्टिन्छ हैन। सो यहाँ चाहिँ अब अरू के छ भन्दाखेरि अब त्यही हो, यो रोस्टेलहरू नै भयो हैन। रोस्टेल यस्तो रोस्टेलहरू हैन। अनि अलिकति एक्स्ट्रा भनेको चाहिँ यहाँतिर हाम्रो एफसीसीपीहरू छ। यो चाहिँ हाम्रो स्नो वाइट ड्रागन भयो हैन। अनि यो पनि त्यही भयो, यो सबै त्यही मात्रै पर्छ त गाइस। यहाँ चाहिँ अब वाइल्डमा रेड स्प्लेन्डेनहरू भयो है। अब अहिले चाहिँ कलर आउँदैन यिनीहरूको, किनभने अब भर्खर मात्रै हामीले प्याकेट खोले हो। अनि त्यसपछि आएर आजको मेन अट्र्याक्सन चाहिँ यो हो है, ब्लू एलियन। कृष्णले हेर्नु भएको छैन यो ब्लू एलियन? यसको चाहिँ मजाले कलर आइरहेको छ, नाइस बबाल रहेछ। धेरै पछि नेपाल भित्रकोमा छ यो चाहिँ है। अवेलेबल ओन्ली एट एक्वा फ्रिक नेपाल। त्यसपछि आउँछ अब यो पनि एलियन नै भयो। यहाँ चाहिँ हाम्रो दामी क्वालिटीको एफसीसीपीहरू छ है। अनि मेन कुरा चाहिँ आजको मेन अट्र्याक्सन भनेको चाहिँ उयो हो है, त्यो अघिको ब्लू एलियन र दिस इज येलो एल्बोई है। यो पनि ओन्ली अवेलेबल एट एक्वा फ्रिक नेपाल है त गाइज। अब ब्याक टु यो बक्स हैन। यसमा चाहिँ अब चुज गर्ने बाँकी छ, छुट्याउनु बाँकी छ। यो चाहिँ अब सलिड ब्ल्याकमा प्ल्याकेट हो, तर यसपालि कस्तो भद्दा पठाइरहेको छ दाइ ब्ल्याक प्ल्याकेट। म्याचो म्यान ठिकै छ। यो चाहिँ ब्लूमा प्ल्याकेटहरू नै भयो, तर मैले मेन खोजेर चाहिँ अर्को कुरा खोजेँ हो यहाँ है। व्हाइटमा भयो। बिस्तारै हेर्छौँ है त। अब यहाँ त होइन, अब पसल गएर चाहिँ वान बाई वान देखाउँछु म तपाईँहरूलाई के छ अब एक्जोटिकहरूमा भनेर होइन। किनभने अब यिनीहरूको कलरै आएको छैन। कलर आइसकेपछि अब सबैको मजाले स्टेबल भएपछि देखाउँछु होइन। अनि आउँछ टान। सो यो चाहिँ हाम्रो फ्रोजन फुड हो है। मैले हुन त पोस्ट पनि हालिसकेँ फेसबुकहरूमा। सो यो चाहिँ अहिले हाम्रो क्युबमा हो होइन। डाफ्निया डिलक्स, आर्टिमिया र ब्लड बम। कसैलाई अब फ्रोजन ब्लड बमहरू यिनीहरू चाहिन्छ भने चाहिँ हामीलाई कन्ट्याक्ट गर्दा हुन्छ है। यिनीहरू चाहिँ अब हेरौँ न ल। यसमा के छ भने तपाईँले यहाँ देख्न सक्नुहुन्छ। अनि हामीसँग चाहिँ यस्तो स्ल्याबमा पनि छ है। यो चाहिँ ब्लड बमहरू भयो। अनि डाफ्नियाहरू चाहिँ यस्तोमा छ। दामी छ, दामी छ गाइड्स है। कसैलाई चाहिन्छ यसो कन्ट्याक्ट गर्दा हुन्छ। लिमिटेड स्टक मात्रै छ हामीसँग चाहिँ। सो अब हामीले चाहिँ यहाँ बेटाहरू छुट्याइसक्यौँ होइन। अब कति जति यसमा छ यो प्ल्याकेटहरू फिमेलहरू भयो,
यो प्ल्याकेट मेलहरू छ हैन। यो चाहिँ अब विष्णु दाइले लानु भएको छ। सो अब प्यान्ट्सको स्टकमा प्यान्ट्सको स्टक चेक गरौँ हैन। प्यान्ट्समा चाहिँ अहिले हामीसँग छ फ्रन्टोसा बुरुन्डीहरू है। त्यसपछि व्हाइट क्लाउड माउन्टेन मिनोजहरू छ हैन। त्यसपछि यो चाहिँ जर्मन ऱ्याम है, जर्मन ऱ्याम देख्न सक्नुहुन्छ। त्यसपछि आउँछ रेड सोटेलहरू है, मजाको छ। मलाई चाहिँ यो इलेक्ट्रिक ब्लू ऱ्यामको क्वालिटी चाहिँ एकदम राम्रो लाग्यो क्या हैन। हेर्दाखेरि पनि सो चिटिक्क ब्लुइस कलर छ। अब लाइट बाल्या छैन, जस्ट बाहिरबाट जति लाइट आइरहेको छ त्यतिमा यति राम्रो कलर निकालिरहेको छ किनभने है। त्यहाँ चाहिँ अब अल्बिनी हेक्ली छ। त्यसपछि यहाँ चाहिँ हाम्रो मानाको पारो एन्जलहरू छ है अलिअलि। आजको क्याजुअलिटी चाहिँ यही हो। त्यसपछि अर्को भनेको डेनिसन बाबहरू छ। डेनिसन र के फिलामेन्ट बाब होइन त्यो एउटा फिलामेन्ट है। त्यसपछि रेड वाफ गोरामीहरू छ है। पाण्डा गोरीहरू पनि अलिअलि छ के अरे। त्यसपछि अर्को स्टक भनेको चाहिँ हाम्रो रेड अस्करहरू है। रेड अस्कर, बल नाइटेड र त्यसपछि यो चाहिँ ब्लू रेनबो होइन है, ड्वाफ रेनबो सरी, ड्वाफ रेनबो कस्तो आइरहेको ड्वाफ रेनबोहरू छ। अर्को यहाँ चाहिँ अब यहाँ दाइको प्लान्टेड ट्याङ्क छ। त्यो चाहिँ अब अहिले पछि डिस्क्रिप्सन हेरौँ होला होइन। यहाँ छ हाम्रो जाइन्ट सो अब प्यान्ट्समा चाहिँ यति नै हो। अब दाइहरू ब्लडरुमहरू चेक गरिराख्नु भएको छ होइन। अब पसल पुगिसकेपछि चाहिँ तपाईँहरूलाई बेटाको भिडियोहरू यताउता सबै देखाउँछ है त। सो अहिलेको लागि यहाँबाट चाहिँ बिदा मागेँ। अब सिधै पसल गएर भेटौँ है त। हामी चाहिँ अब पसल पुगिसक्यौँ होइन। हामीले बेटाहरू लिएर आउँछौँ है। फ्रोजन ब्लडरुमहरू पनि अभाइलेबल छ पसलमा। सो अब बेटाको क्वान्टिटी चाहिँ अलिकति धेरै छ मेरोमा अहिले होइन। त्यही भएर म सिरियली चाहिँ सबै देखाउन सक्दिनँ। तर सकेसम्म चाहिँ म हजुरहरूलाई यो भेराइटी अफ बेटाहरू देखाउन खोज्छु है। सायद यो भिडियोमा आउँछ कि आउँदैन ठेगान छैन। तर बेटाको भिडियोहरूको लागि चाहिँ तपाईँले मलाई इन्स्टाग्राममा अथवा टिकटकमा फलो गर्नुभएको हुन्छ होइन। युट्युबमै आउँछ भन्ने पनि छैन किनभने अब युट्युबमा हाल्न सक्छु सक्दिनँ ठेगान छैन। सो त्यही हो। अब यहाँ ब्लू एलियनहरू छ है। मैले टिकटकमा भिडियो त हालिसकेँ। अब येल्लो हेलवेहरू छ है। सो त्यही हो। बिस्तारै अब अनप्याकिङ गर्छु म चाहिँ। अनि केही अब क्लिप्सहरू छ भने म क्लिप्सहरू पनि हालिदिन्छु लास्टमा होइन। सो अब आज त्यति भन्दै मेरो भ्लग यहीँ सघाउँछु है। म बेटाको क्लिपहरू पनि यता लास्टतिर हालिदिन्छु होइन। अनि अब बेटाको अपडेटको लागि चाहिँ अब फिस स्टक अथवा ब्लड बमहरू केही चाहिन्छ भने चाहिँ मलाई इन्स्टाग्राम अथवा फेसबुक, इन्स्टाग्राम, टिकटक जेमा मेसेज गर्दा पनि भयो होइन। त्यस्तै अप्ठ्यारो छ भए व्हाट्सएप नम्बर पनि म दिन्छु हजुरहरूलाई होइन। तल डिस्क्रिप्सनमा लेखिदिन्छु व्हाट्सएप नम्बर। व्हाट्सएपमा पनि मेसेज गर्न सक्नुहुन्छ। सो अब त्यति भन्दै अब आजको भ्लग यहीँ सघाउँछु है। सबैजनालाई ह्याप्पी फिस किपिङ। बाई बाई। पानीमा डुबाएर हेर्नु राम्रो